आकाशको मधुरो घाम पश्चिमका डाँडाहरू नागेर बिलाउने तर्खरमा थियो। गुल्मीको कुनै एउटा कुनाको गाउँ जहाँको हावामा पनि अहिले उदासी मिसिएको भान हुन्थ्यो। त्यहीँको एउटा पुरानो घरको पिँढीमा 70 वर्ष कटेका हरिप्रसाद एक्लै बसिरहेका थिए। उनको अगाडि आँगन थियो, तर त्यो आँगनमा खेल्ने नाति नातिना थिएनन्। न त भान्सामा बुहारीले पकाएको दाल भातको वासना नै आइरहेको थियो। आँगनका ढुङ्गाहरूका बीचबाट झार उम्रिएर हरियो भइसकेको थियो। कुनै बेला दसैँमा पिङ हाल्ने त्यो आँगन अहिले मौनताको चिहान जस्तै बनेको थियो। हरिप्रसादको हातमा एउटा पुरानो रेडियो थियो, जसमा समाचार बजिरहेको थियो। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 3000 युवाहरू विदेशिए भने 5वटा शव बाकसमा फर्किए। हरिप्रसादले लामो सुस्केर हाले र रेडियो बन्द गरे। उनलाई लाग्यो, यो समाचार होइन, यो त देशको दैनिकी हो, जसले हरेक दिन उनको छातीमा एउटा अदृश्य घाउ थपिरहन्छ। हरिप्रसादको कथा उनी एक्लोको थिएन। यो पहाडका हजारौं रित्तिएका घरहरूको साझा कथा थियो। उनका 2 छोराहरू थिए। जेठो सुमन अस्ट्रेलियाको सिडनीमा प्यार लिएर बसेको 5 वर्ष भइसक्यो। कान्छो जीवन ठाडी मुलुक कतारको चर्को घाममा पसिना बगाउँदै थिए। हरिप्रसाद सम्झन्छन्, उनीहरू सानो छँदा यो घर कति गुल्जार थियो। दसैँ आउँदा घरमा रङ पोतिन्थ्यो। तिहारमा देउसी भैलो खेल्नेहरूको भिड लाग्थ्यो। तर अहिले गाउँमा बाँकी रहेकाहरू भनेका कि त हरिप्रसाद जस्तै बुढेसकालको सहारा कुरिरहेका वृद्धहरू थिए, कि त भर्खरै यासिसकेर पासपोर्ट बनाउने लाइनमा बस्न हतारिएका किशोरीहरू। गाउँका खेतबारीहरू बाँझो भइसकेका थिए। जहाँ पहिले सुनौलो धान झुल्किन्थ्यो, अहिले त्यहाँ बनमारा र तितेपातीको साम्राज्य थियो। यो बाँझो जमिनले देशको अनुत्पादक अर्थतन्त्रलाई किच्याइरहेको जस्तो लाग्थ्यो। हरिप्रसादका भतिज रमेश, जो गाउँ छोडेर केही गर्छु भन्ने सपना बोकी काठमाडौँ छिरेको थियो, उसको कथा झनै दर्दनाक थियो। रमेशले स्नातक सकेपछि नेपालमै कृषि फार्म खोल्ने योजना बनायो। उसले सोचेको थियो, दाजुहरू विदेशी, म त देशमै पसिना बगाउँछु। तर उसको त्यो उत्साहलाई सरकारी कार्यालयका फाइलहरूले निमोठिदिए। कृषि ऋणका लागि बैंक जाँदा उसले देखेको कमिसनको खेल, अनुदानका नाममा पहुँचवालाहरूले गरेको लुट र आफ्नै उत्पादनले बजार नपाउँदा सडकमा तरकारी फ्याँक्नुपर्ने बाध्यताले रमेशलाई भित्रैदेखि टुक्रा टुक्रा पारिदिएको थियो। उनी अनामनगरको एउटा चिया पसलमा बसेर साथीहरूसँग गफिरहेका थिए। चियाको कपबाट निस्किरहेको वाफसँगै उनीहरूको निराशा पनि उडिरहेको थियो। रमेशको साथीले भन्यो, हेर यार, यो देशमा इमान्दार भएर बाँच्नु भनेको पल पल मर्नु हो। यहाँ नेताका भाषणमा समृद्धि छ, तर जनताको भान्सामा महँगीको आगो छ। रमेशले त्यो दिन एउटा कठोर निर्णय गर्यो। उसले आफ्नो सर्टिफिकेटको फाइल दराजको कुनामा थन्क्यायो र राहदानी विभागको लाइनमा गएर उभियो। त्रिपुरेश्वरको त्यो लामो लाइन, जहाँ बिहान 3 बजेदेखि युवाहरू लाइनमा बस्छन्। त्यो लाइन कुनै मन्दिरको दर्शन गर्न होइन, देश छोड्ने अनुमति पत्र लिनका लागि। त्यो लाइनमा उभिएको रमेशको अनुहारमा अब देश बनाउने जोस थिएन, बरु जतिसक्दो चाँडो यो व्यवस्थाबाट भाग्ने हतारो थियो। लाइनमा उभिएका हरेकको कथा उस्तै थियो। कोही डिग्री होल्डर थिए, कोही ऋणले थिचिएका थिए, कोही राजनीतिक वितृष्णाले भरिएका थिए। उनीहरू आपसमा कुरा गर्दैनथे, बरु एकअर्काको आँखामा लुकेको व्यवस्था पढ्थे। यो दृश्यले नेपालको वर्तमान शिक्षा प्रणाली र रोजगार नीतिको नग्न तस्बिर प्रस्तुत गरिरहेको थियो। विश्वविद्यालयका कोठाहरू रित्तिँदै थिए, तर कन्सल्टेन्सीका अफिसहरूमा खुट्टा राख्ने ठाउँ थिएन।
उता गाउँमा हरिप्रसादलाई दमको व्यथाले च्याप्दै लगेको थियो। गाउँको स्वास्थ्य चौकीमा सिटामोल बाहेक केही पाइँदैन थियो। सहर लैजान एम्बुलेन्स आउन सक्ने बाटो थिएन, किनकि अघिल्लो वर्षको बजेटमा बाटो खन्ने भनेर आएको रकम लोजर मालिक र उपभोक्ता समितिका अध्यक्षको मिले मतोमा कागजी बाटो बनाएर सकिएको थियो। हरिप्रसादकी श्रीमती गोमा तुलसीको मोठ नजिक बसेर भगवानसँग प्रार्थना गरिरहन्थिन्। उनको प्रार्थनामा श्रीमानको स्वास्थ्य लाभ भन्दा पनि छोराहरूको मुख एकपटक देख्न पाइयोस् भन्ने चाहना बढी हुन्थ्यो। भिडियो कलमा देखिने छोराहरूको हँसिलो मुहार र चिल्ला सडकहरूले गोमाको मन भर्न सक्दैनथे। उनी मोबाइलको स्क्रिन छाम्दै भन्थिन्, बाबु दसैँमा त आउँछौ नि? उताबाट छोराको जवाफ आउँथ्यो, आमा बिदा मिलेन, ऋण अझै तिर्न बाँकी छ, अर्को साल पक्का। त्यो अर्को साल कहिले आउँदैन थियो। समय बित्दै गयो। काठमाडौँको त्रिभुवन विमानस्थलको दृश्य एउटा महाकाव्य जस्तै थियो। एकातिर बिदाईका हातहरू हल्लिरहेका हुन्थे, जहाँ आमाको आँसुले छोराको ज्याकेट भिजिरहेको हुन्थ्यो। भर्खर विवाह गरेकी श्रीमतीले श्रीमानलाई बिदा गर्दा लगाएको रातो टीका निधारमा सुक्न नपाउँदै उनीहरूको बिछोड सुरु हुन्थ्यो। अर्कोतिर आगमन कक्षको दृश्य मुटु कमाउने खालको हुन्थ्यो। रातो बाकसमा सब बनेर फर्किनेहरू पनि त्यही बाटो आउँथे, जसले केही वर्ष अघि घर बनाएर फर्कन्छु भन्दै देश छोडेका थिए। एक दिन त्यही आगमन कक्षमा रमेश पनि लाइनमा थियो। जानेहरूको लाइनमा उसले आमालाई फोन गरेर भन्यो, आमा म उडे, चिन्ता नलिनु, अब हाम्रो दिन फेरिन्छ। तर रमेशलाई थाहा थियो उसको दिन फेरिए पनि देशको दिन फेरिनेवाला छैन। उसले विमानको झ्यालबाट तल काठमाडौँलाई हेर्यो। धुलो र धुवाँले ढाकिएको सहर, अव्यवस्थित घरहरूको थुप्रो र टाढा देखिने धरहरा। उसलाई लाग्यो उसले आफ्नो आत्मा यहीँ कतै बन्दकी राखेर शरीर मात्र लिएर जाँदैछ। कथाको अर्को बाटो राजनीतिमा गएर ठोक्किन्थ्यो। सिंहदरबारमा कुर्सीको खेल चलिरहन्थ्यो। सत्ता समीकरणहरू बिहान बन्थे र बेलुका भत्किन्थे। नेताहरूका लागि देश एउटा प्रोजेक्ट मात्र थियो। उनीहरूका छोराछोरी विदेशका महँगो विश्वविद्यालयमा पढ्थे। उपचार गर्न उनीहरू विदेश जान्थे, तर भाषण गर्दा उनीहरू राष्ट्रियताको चर्को दुहाइ दिन्थे। गाउँमा चुनाव आउँदा हेलिकप्टरबाट ओर्लिने नेताहरूले बाँडेका सपनाहरू चुनाव सकिएपछि धुलोमा मिल्थे। जनताले पटक पटक व्यवस्था फेरे, तर आस्था फेर्न सकेनन्। हरिप्रसाद जस्ता पुराना मान्छेहरू भन्थे, हामीले डाँडा फाल्यौँ, राजा फाल्यौँ, तर हाम्रो नियति कहिले फालिएन। एक रात हरिप्रसादको अवस्था निकै बिग्रियो। गाउँमा कोही तन्नेरी थिएन जसले उनलाई टोकोमा बोकेर तल सडकसम्म पुर्याओस्। छिमेकीका बुढाबुढीहरू जम्मा भए। गोमा आत्तिदै थिइन्। उनले जेठो छोरालाई भिडियो कल गरिन्। छोरा अफिसमा थियो। उसले भन्यो, आमा म डलर पठाइदिन्छु, जसरी पनि बुबालाई हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजानु। तर पैसाले मात्रै सबै कुरा किन्न सकिँदैन थियो। मौसम खराब थियो, हेलिकप्टर आउन सकेन। हरिप्रसादले अन्तिम सास फेर्दै गर्दा उनको ओठमा देश शब्द निस्कियो वा छोरा, त्यो कसैले बुझ्न सकेन। सायद उनको अन्तिम इच्छा आफ्नै आँगनको माटोमा छोराको काँध चढ्नु थियो होला। तर विडम्बना, उनको दागबत्ती छिमेकीले दिनु पर्यो। छोराहरूले मोबाइलको स्क्रिनबाटै बुबाको चिता जलिरहेको हेरे। प्रविधिले भूगोल त मेटायो, तर भावनाको स्पर्शलाई जोड्न सकेन। यो घटनाले रेमिट्यान्सले थानेको समाजको खोक्रोपनलाई उदाङ्गो पारिदियो। घरको छानो फेर्न विदेश गएका छोराहरू घरको मुली ढल्दा आइपुग्न सकेनन्। हरिप्रसादको मृत्युपछि गोमा एक्ली भइन्। गाउँ झनै सुनसान भयो। उता रमेश विदेशमा भाडा माझ्दै थियो। उसको सर्टिफिकेट सुर्केसको पिँधमा खुसिएको थियो।
उसले फेसबुकमा देशको फोटो देख्दा मिस यु नेपाल लेख्थ्यो, तर फर्किएर आउने हिम्मत उसमा थिएन। उसले बुझिसकेको थियो कि देशमा फर्कनु भनेको फेरि त्यही निराशा, त्यही लाइन र त्यही असफलताको भुमरीमा फस्नु हो। नेपाल बिस्तारै वृद्धाश्रम र बालश्रमको देश बन्दै थियो, युवाविहीन देश जहाँ उत्पादन छैन, मात्र उपभोग छ, जहाँ आयात छ, निर्यात छैन, जहाँ सपना देख्ने आँखाहरू बन्द भइसकेका छन् वा सीमा पार गरिसकेका छन्। गाउँको त्यो बन्द भएको स्कुल जहाँ विद्यार्थी नभएर घाँस उम्रिएको छ, त्यहाँको भित्तामा लेखिएको नारा शिक्षा नै विकासको मूल हो खुइलिएर मेटिन लागेको छ। गुमाले अन्तिममा एउटा निर्णय लिन्छन्। उनले घरमा तालचा लगाउँछिन्, त्यो भारी तालचा जसले अब कहिल्यै नखुल्ने सङ्केत गर्थे। उनी पनि सहरको कुनै वृद्धाश्रम वा छोरीको शरणमा जान बाध्य हुन्छ। त्यो सुन्दर गाउँ, त्यो इतिहास बोकेको घर अब खण्डहरूमा परिणत हुन छोडिएको छ। यो कथा केवल हरिप्रसाद, गोमा वा रमेशको होइन, यो आजको नेपालको हो, जहाँ विमानस्थलको धावन मार्ग नै देशको सबैभन्दा व्यस्त र भावुक सडक बनेको छ, जहाँ आमाहरूको आँखा कहिले उभाउँदैनन् र जहाँका नदीहरू जस्तै युवाहरू पनि अविरल बगेर समुद्रमा मिसिन गइरहेका छन्, आफ्नो अस्तित्व मेटाएर। तर पनि कतै न कतै एउटा सानो आशाको दियो बलिरहेको छ। सायद कुनै दिन रमेशहरू फर्कनेछन्, सायद कुनै दिन त्यो बाँझो खेतमा फेरि सुन फल्नेछ, तर त्यो कुनै दिन कहिले आउँछ? यो प्रश्नको उत्तर भविष्यको गर्भमै लुकेको छ र वर्तमान भने निलाम भएको सपना जस्तै स्तब्ध उभिएको छ। यसरी देश एक अभिशप्त नियति भोगिरहेको छ, जहाँ भूगोल छ तर भावनाहरू पलायन भइसकेका छन्। यो कथाको अन्त्य पूर्ण विराममा होइन, एउटा अनुत्तरित प्रश्न चिन्हमा गएर टुङ्गिन्छ कि यो देश फेरि कहिले घर बन्न सक्ला?